हेलो हाय नमस्ते म रोहन घले आज पनि हजुरकोमा एकदम सस्तो मस्तोमा बाइकहरु आजकै कलेक्सनमा सबै बाइकहरु आउने जाने भइरहेको कारणले मैले हजुरले फुल भिडियो चाहिँ पोस्ट गर्न पाएन। यदि हजुरहरुले पहिलेदेखि भ्युअर्स हुनुहुन्छ भने मैले चाहिँ कहाँ के कसरी अपलोड गर्छ हजुरलाई थाहा छैछ अनि हजुरले टिकटक देखि फेसबुक देखि युट्युब देखि हेर्दै हुनुहुन्छ भने फलो सब्स्क्राइब गरे आउनेलाई चाहिँ विशेष 5000 छुट छँदैछ। त्यो हजुरले भनिराख्नै पर्दैन। अनि मैले चाहिँ बाइक आउने जाने भइरहेको कारणले अपलोड गर्नै पाएन। यो सबै आजकै कलेक्सन है त, आज मात्रै आएको बाइकहरु हो किनभने दिनमा आउने जाने भइरहेको कारणले मैले फुल भिडियो बनाउन पाएको थिएन। ल यता देख्न सक्नुहुन्छ अब बाइक हेरौँ है त 70,000 देखि 2,50,000 सम्मको बाइक छ है आज हामीसँग। है त देख्न सक्नुहुन्छ भर्खरै अपडेट गरेको बागमती 65 लटको पल्सर 150 मार्केटमा एकदम मोस्ट डिमान्डेड। हजुरले जति किनेर रिसेल गरे तापनि रिसेल भएर यसको घट्नेवाला छैन है त। 2014 मोडल रहेको छ भने अगाडि पछाडि ब्रान्ड न्यू टायर रहेको छ है, ब्रान्ड न्यू टायर रहेको छ। बोडीमा यताउति खङलाङ खुङ्नु टुट्ने फुट्ने के पनि छैन, डिजिटल एकदम सरलक सबै चलेको छ। एकचोटि हजुरले यसको साउन्ड सुनौँ है त। ल यसको त अलिकति तेल कम छ, यसको सर्भिसिङ गर्नुपर्छ। म हजुरलाई सर्भिसिङै गरेर दिनेछौँ, सर्भिसिङै गरेर दिनेछौँ। किन भन्दाखेरि म जेन्युन हो, हजुरहरूले जस्तो छ त्यस्तै भनेर दिने हो। अनि हजुरहरूले लगे लाग्छ नलगे लाग्दैन, किन भन्दाखेरि मैले जेन्युन भनेर दिनु भने त आफूलाई अब अरूको जस्तो यो सेल गर्नै पर्छ लिनै पर्छ भन्ने छैन। हजुरले चित्त बुझे लिनु, चित्त नबुझे फेरि पनि म आफैले लिइराख्ने। त्यो भएको कारणले मैले हजुरलाई जबरजस्ती गर्दैन, किन भन्दाखेरि हजुरले पहिलेदेखि हेर्दै हुनुहुन्छ म एकदम जेन्युन सेलर हो। त्यो भएको कारणले यसको प्राइस चाहिँ फिक्स एन्ड फाइनल रहेको छ मात्र 85,000। हजुर अन्त पनि मार्केटमा बुझ्न सक्नुहुन्छ यतिको पाए 85,000 मा कहीँ पनि पाउँदैन नि त। 85,000 मा हजुरले पल्सर 150 2014 मोडलको पाउन सक्नुहुन्छ भने यता देख्नुहुन्छ NS 200 है त मात्र 1 लाखमा, मात्र 1 लाखमा 2017 मोडलको बागमती 83 लटको NS हजुरले पाउन सक्नुहुन्छ। त्यो पनि रोहन घलेको युट्युब च्यानलमा है त। यसको चाहिँ ब्याट्री डाउन थियो, त्यो सेल भएन, हल्का फुल्का खर्च छ यसमा चाहिँ जे छ त्यस्तो भनिरहेको छु मैले। मात्र 1 लाखमा हजुरले त्यो पनि 82 83 सबै 82 83 को क्लियर भएर आउँछ भने त्यो त 2017 मोडलको NS 200 कालो सेतोमा है त। र यता देख्न सक्नुहुन्छ मात्र 70,000 मा यस्तो दामी बाइक पाएपछि नलिने कुरै हुँदैन है त। ल एकचोटि यसको साउन्ड सुनौँ। यस सबैको 6 महिना वारेन्टी आउँछ है, सबैको 6 महिना वारेन्टी। ल बबालै कन्डिसनमा रहेको छ, सकसम्म दागी सागी के पनि छैन, सबै एकदम मजाले चल्छ। स्टिलको लेकारदेखि लिएर यता देख्नुहुन्छ सबला चलाएर एकदम है त। हजुरले त्यहीँबाट हेर्न सक्नुहुन्छ बकेट सकेटदेखि लिएर सबै कुरो टायर साइज सबै फुल सर्भिसिङ गरेर राखेको छु। यो दुईटा चाहिँ सर्भिसिङ गर्नुपर्ने छ भने यो चाहिँ फुल सर्भिसिङ गरेर राखेको 2018 मोडलको पल्सर 150 हजुरले मात्र 70,000 फिक्स एन्ड फाइनल रेट है। हजुरले त्योभन्दा 5 रुपियाँ पनि घट्न पाउनुहुन्न है, फिक्स फाइनल रेट हो है। हजुरले जुनसुकै बाइकसँग पनि सट्टापट्टा गरेर लान सक्नुहुन्छ। यता देख्न सक्नुहुन्छ प्रदेशको बाइक चाहियो, प्रदेशको बाइक चाहियो सस्तोमा भन्दै हुनुहुन्थ्यो। पल्सर 220 2018 मोडलको बागमती 102 लटको कालो रातो न्यू ग्राफिक्समा अगाडि पछाडि ब्रान्ड न्यू टायर रहेको फुल सर्भिसिङ रहेको स्टिल प्याक इन जम्मा 2N पल्सर 220। हजुरले पल्सर 220 को बारेमा त भन्नै नपर्ला। हजुरले किनेर 2-4 वर्ष बेचे त भने त्यति नै रिसेल आउने भनेको पल्सर 220 हो। बजाजको बाइकको रिसेल गर्दैन है त हजुर। यो चाहिँ जम्मा 46,000 जेन्युन किलोमिटर रनिङ गुडेको छ भने जम्मा 2N है, जम्मा 2N फाइल बिलबुक सबैमा जम्मा 2N छ। यसको साउन्ड एक्चुअली सुन्नु है त। सिलप्याक इन्जिनको बाइक हो। हजुरले मैले भनिहालेँ, हजुरले मसँग लगेर जति महिना चलाउनुहोस्, अहिले लगेर अहिले बेच्नुहोस्, लगेर 2-4 वर्ष बेच्नुहोस्। मैले घटाउने भनेको त्यही 5-10,000 हो। किन भन्दाखेरि यो सबै बाइक मैले पहिले बेचेको थियो, उहाँहरूले रिटर्न गरेको बाइकहरू हो। किन भन्दाखेरि एउटा विश्वासमा मैले बोलेको वचनको लागि मैले लिएको बाइकहरू हो। हजुरले देख्न सक्नुहुन्छ हजुरहरूको एकदम मोस्ट डिमान्डेड बाइकहरू चाहिँ मैले आज अपलोड गरिरहेको छु। यदि हजुरले के कुरो चित्त नबुझ्दो छ भने कमेन्ट गर्न सक्नुहुन्छ। अनि मैले 2टा मोबाइल नम्बर राखेको छु, एउटामा मात्रै मेरो WhatsApp इमो भाइबर सबैमा एउटा भएको कारणले मैले 2टा नम्बर अपडेट गरेको छु अबदेखि चाहिँ है त। यो त 2018 मोडलको लास्ट रहेको छ भने बागमती यस्तै 2 लटको सिलप्याक इन्जिन जम्मा 2N 46 किलोमिटर जर्नी रनिङ गुडेको कुनै पनि प्रब्लम छैन। यो बाइक चाहिँ हजुरले पाउन सक्नुहुन्छ मात्र फिक्स एन्ड फाइनल मात्र 1,50,000 मा है। हजुरहरूले 1,50,000 मा यतिको बाइक पाएपछि नलिने कुरै हुँदैन। त्यो पनि 2018 मोडल प्रदेशको बाइक एकदम बवाल कन्डिसनमा रहेको छ। हामीले बाइक मात्रै राम्रो भएर हुँदैन, मैले कन्डिसन अनुसारको माल अनुसारको मोल गरेर हजुरलाई बेचिसकेको हुन्छु। अनि हजुरहरू कुनै पनि बाइक बेच्ने सोचमा हुनुहुन्छ भने हामी अन्धभन्दा 5-10 बढी नै दिनेछौँ। यदि किन्ने सोचमा हुनुहुन्छ भने अन्धभन्दा 15-20 हामी सस्तो नै दिनेछौँ है त। मैले बारम्बार भनिरहेको छु
अनि मैले हजुरले एउटा के कुरा गर्न चाहेँ भन्दाखेरि मैले चाहिँ हजुरहरूकै माया साथ सपोर्टबाट मैले धेरै कुराहरू गरेको छु। मैले म्युजिक भिडियो यताउति खेलेर सबै हजुरले इन्फर्मेसन गरेको छु। त्यहाँ गएर चाहिँ म मार्फतबाट आएको भनेर चाहिँ एउटा यसो अर्कै गले मार्फतबाट भनेर कमेन्ट गरिदिनु होला। अपडेट हुने बेला म हजुरलाई खबर गर्नेछु। अनि हजुरहरू कुन देशदेखि हेर्दै हुनुहुन्छ एउटा मिठो कमेन्ट भने गर्न नभुल्नु होला। ल त्यसको साथसाथै 2020 मोडलको सिलप्याक इन्जिनमा जम्मा 24,000 किलोमिटर जेन्युन रनिङ घुडेको छ भने हजुरले यो मात्र पाउन सक्नुहुन्छ मात्र 2 लाखमा है। 2 लाख फिक्स। 2 लाखमा 2020 मोडलको एबिएस भएको बाइक डबल लेग आर्टमा सिलप्याक इन्जिन पाएपछि नकिन्ने कुरै हुँदैन। हजुरहरू भोलि आउँला पर्सि आउँला भन्ने नसोच्नु होला, किन भन्दाखेरि बाइक आइहाल्छ गइहाल्छ त्यो हुन्छ है त। र बाइकमा केही पनि छैन। अब नयाँ सोरुमबाट 4,50,000 तिरे पनि पाउने ए हो, हजुरले 2 लाख तिरेर चढे पनि पाउने ए हो। एबिएसले मजाले सबै कुरोले काम गरेको छ। हजुरहरू आएर चेष्टा गरेर लान सक्नुहुन्छ। अब यता देखाउँछ हाम्रो दिदीबहिनीहरूको लागि स्कुटर हजुर एकदम बलियो, अगाडि पछाडि फलाम भएको है, जति लडेर पनि कुनै स्क्रैच नहुने बाइक चाहिँ हजुरले अपडेट गराइसकेको छ। 64 किलोको भए पनि एकदम बवाल कन्डिसनमा रहेको छ। हजुरहरूले है मिस्त्री ल्याएर चेकआउट गरेर लान सक्नुहुन्छ। यसको प्राइस चाहिँ रहेको छ मात्र 80,000। हजुरले यतिको कन्डिसनको बाइक स्कुटर पाएपछि 80,000मै आएपछि होइन नकिन्ने कुरै हुँदैन। हाम्रो लोकेसन हजुरलाई मैले भनिहालेँ, हाम्रो लोकेसन रहेको छ न्यू बोसपारा जरमको पतम सालचोक है त। हजुरहरूले वाट्सएपमा यत्रो एसएमएस हुन्छ, मैले हजुरले रिप्लाई गर्न पाउँदिनँ, त्यसको लागि म माफी माग्न चाहन्छु सर्वप्रथम। अनि मेरो डाइरेक्ट फोन गर्नु होला। मैले 2टा नम्बर अपडेट गरेको छु। अब चाहिँ हजुरकोमा 24 आवर्स सदैव हजुरकोमा सेवामा अवत हुनेछौँ। हस्त धन्यवाद। जय नेपाल।